कुनै अन्धकार घरभित्र तपाईँ एक्लै हुनुहुन्छ भने र घरको कुनै कुनाबाट असामान्य आवाज आइरहेको छ भने कृपया किचनमा हेर्नुहोस्, टोयलेटमा हेर्नु, बाथरुममा हेर्नु, हलहरूमा हेर्नु, दराजमा हेर्नु, तर ऐनामा हेर्दै नहेर्नु, किनकि उसलाई ऊ भित्रिएको मन पर्दैन। साथीहरू, तपाईँहरूलाई लाग्न सक्छ आत्मा भन्ने कुरा हुँदैन। यदि यस्तो लाग्छ भने यो कथा तपाईँहरूको लागि। यदि कुनै साथीहरूलाई आत्माप्रति विश्वास छ भने यो कथा झन् तपाईँहरूको लागि। आजको घटना बुटोल उपमहानगरपालिकाको एउटा पुरानो मोतीपुर गाउँमा घटेको घटना हो। कक्षा 10मा पढ्ने दुईजना साथीहरू बीचमा घटेको घटना थियो। सबैभन्दा पहिला हामी दुईजना कथाका पात्रहरूलाई चिर्न आवश्यक छ, एउटा अनुपम र अर्को विजय। एउटा कुरा यो पनि अहिले नै भन्नु आवश्यक छ, उनीहरू बसेको घरबाट करिब 2 किलोमिटर पर सौरा जङ्गल छ। त्यो जङ्गलको बारेमा एउटा भनाइ छ, त्यो जङ्गलमा आत्माहरूको बास छ। रातिको समयमा आत्माहरू गाउँतर्फ फर्कन्छन् र बिहान पख जङ्गलतर्फ फर्कन्छन् भन्ने मान्यता छ। त्यसैले प्राय मान्छेहरू त्यो जङ्गलतर्फ जान बिहान पख डराउँछन्। अब आउनुहोस्, कति पनि ढिला नगरी कथातर्फ अगाडि बढौँ। यो कथालाई कृपया अन्तिमसम्म सुनेर साथ र सपोर्ट गरिदिनु होला। करिब बिहानको 4 बजेको थियो। अनुपम ट्युसन जानको लागि तयारी गर्दै थियो। त्यही बिचमा उसलाई घर बाहिरबाट एउटा कालो छायाले निहालिरहेको थियो, तर उसलाई अनुपमलाई थाहा थिएन। केही क्षणपछि उसको साथी विजय उसको घर आउँछ। केही क्षणपछि दुवैजना स्कुलतर्फ जानको लागि घरबाट निस्कन्छन्। तर दुवै साथीहरू स्कुलतर्फ जाँदै थिए। त्यही बेला विजयले भन्छ, आज मलाई पढ्न मन छैन, जङ्गलतिर घुम्न जाने हो र? यो सुनेर अनुपम एकछिन रोकिन्छ र भन्छ, त्यति बेला जङ्गलमा के गर्न जानु, भयो यार नजाउँ। अनुपमको कुरा सुनेर विजय थोरै हाँस्छ र उसलाई जिस्काउँदै भन्छ, तिमीलाई जङ्गल जान डर लाग्छ? विजयको यस्तो कुरा सुनेर अनुपमले हाँस्दै भन्छ, डराएको होइन यार, यति बेला क्लास छोडेर जङ्गलतिर किन जानु भनेर पो हो। विजयको मनस्थिति जसरी पनि अनुपमलाई जङ्गलतिर लैजाने चाहना। त्यसैले विजयले अनुपमलाई फेरि हाँस्दै भन्छ, मलाई थाहा छ तिमी किन जङ्गल जान तयार छैनौ। तिमीलाई गाउँमा प्रचलित आत्मकथा सम्बन्धी विश्वास रहेछ। मलाई विश्वास गर न, बिहान पख गाउँबाट जङ्गलतर्फ जाने आत्मा चाहिँ म होइन है। यति भनेर विजय हाँस्न थाल्छ। अनुपलाई डरपोक भनेर जिस्काउन थाल्छ। यो कुरा सुनेर अनुप आवेशमा आउन थाल्छ र हल्का रिसाइ गरेर भन्छ, त्यसो भए जाउँ, हिँड न त जङ्गलतिर, आखिर डरपोक को रहेछ थाहा भइहाल्छ नि। अनुपले जङ्गल जान्छु भनेपछि विजयले जिस्काउँदै भन्न थाल्छ, साँच्चै हो नि, आत्मासँग भेट हुन पनि सक्छ नि, डर लाग्ने भए नजाउँ है, अहिले भनिदिएको छु। अनुपले जङ्गल जाने सोच बनाइसकेको थियो। पछि हट्ने बानी थिएन। स्कुलतर्फ हिँडिरहेका बच्चाहरू र साथीहरू अब जङ्गलतर्फ जाँदै थिए, जुन जङ्गलमा बिहान पख आत्माहरू सबैभन्दा बढी क्रियाशील हुन्छन् भन्ने मान्यता थियो। ती दुई नाबालक साथीहरू जाँदै थिए। केही पछि दुईजना जङ्गलसम्म पुगे। अब उनीहरूको अगाडि त्यो भुतिया जङ्गल थियो। दुवैजना साथीहरूको मनमा नै डर लागिरहेको थियो, तर कुनै साथी यो मान्न तयार थिएनन् कि उनीहरू डराइरहेका छन्। यो कुरा मान्न साथीहरू तयार थिएनन्। भित्रभित्रै डर भए पनि दुवै साथीले बहादुरीका साथ जङ्गलमा पाइला चाले। उनीहरू जङ्गलभित्रभित्रै घुम्न थाले। जङ्गलमा घुम्दा घुम्दा एक्कासी विजयलाई दिशा गर्ने लाग्यो। अनुपलाई भनेर विजयले दिशा गर्न झाडीतर्फ लागिरहेको थियो। अब दुवैजना साथीहरू छुट्टिएका थिए, एक्लै भएका थिए। अनुप जङ्गलको बाटोमा बसेर मोबाइल चलाउँदै थियो भने विजय झाडीमा दिशा गर्दै थियो।
धेरै बेर भइसकेको थियो। विजय दिशा गरेर फर्किरहेको थिएन। अनुपलाई यो देखेर छटपट्टि भइरहेको थियो। त्यसैले झाडी नजिक गएर विजयले चिच्याउँदै भन्न थाल्यो, दैत्येन आकार, विजय विजय विजय। तर अर्कोतिरबाट कुनै जवाब आइरहेको थिएन। एकछिनपछि विजय डराउँदै डराउँदै आउँछ। उसले आत्तिँदै भन्छ, अनुप त्यो झाडीमा कोही छ, अनुप त्यो झाडीमा कोही छ। अनुपले सोध्छ यो कुरा विजयले उसलाई डराउन खोजिरहेको छ, त्यसैले उसले यो कुरामा व्यवस्था गरिदिन्छ। तर विजय बारम्बार डराउँदै त्यो झाडीमा कोही छ, त्यो झाडीमा कोही छ भनिरहेको थियो। भनिरहेपछि अनुप झाडीतर्फ जान्छ र झाडीभित्र विजय झाडीभित्र हेर्छ। झाडीभित्र हेरिसकेपछि झाडीभित्र त विजय बसिरहेको थियो। झाडीभित्रको विजयले भन्छ, अनुप तिम्रो पछाडि कोही छ, पछाडि हेर त भनेर अनुपलाई विजयले भन्छ र पछाडि हेर्दा पनि विजय नै थियो। पछाडिको विजयले भन्छ, अनुप झाडीभित्र कोही छ। यत्तिकैमा विजय अगाडि पनि विजय पछाडि पनि विजय देखिसकेपछि अनुप एक्कासी आत्तिन्छ र झस्किन थाल्छ, चिच्याउन थाल्छ र त्यहाँबाट आत्मा आयो भन्दै गाउँतिर चिच्याउँदै भाग्न थाल्छ। साथीहरू, आजको कथा तपाईँहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नबिर्सनु होला। तपाईँहरूको माझ अर्को पनि यस्तै कथा लिएर आउने नै छु। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्ते, धन्यवाद।